Are you single? Dating someone? Do you have best friend or no? Hey guys, namaste, welcome back to my अर्को YouTube भिडियोमा हजुरहरूलाई स्वागत छ। आज पनि फेरि अरू बेलाको भन्दा चाहिँ भिन्न किसिमको भिडियो लिएर म आइसकेको छु। आज चाहिँ नर्मली के भन्दाखेरि चाहिँ बेसिकली म मेरो डे अफको दिन चाहिँ बाहिर गएर यस घुमेर भिडियो बनाउने गर्छु नि त। हजुरहरूले अहिलेसम्म हेर्नु भएको छ भने चाहिँ त्यस्तै भिडियो देख्नु भएको छ। तर आज चाहिँ मैले के गर्ने अलिकति भिन्न तरिकाको ट्राई गरौँ न भनेर सोचेर चाहिँ मैले आज चाहिँ एउटा किसिम नयाँ किसिमको भन्दाखेरि इट्स अ नर्मल थिङ तर मलाई चाहिँ गर्नु मन लागेर मैले त्यस्तो भिडियो बनाएको चाहिँ जुन छ क्युएनए भिडियो। के भन्दाखेरि चाहिँ मैले इन्स्टाग्राममा पोस्ट गरेको थिएँ स्टोरीमा क्या, अनि धेरैजनाले प्रश्नहरू गर्नुभएको छ। त्यसको चाहिँ कति धेरै कुराहरू चाहिँ म रिप्लाई गर्छु, युट्युबको भिडियो मार्फत रिप्लाई गर्छु भनेर चाहिँ मैले भिडियो बनाएको। आई होप यु विल लाइक इट, किनभने चाहिँ नर्मली यो बोरिङ पनि हुन्छ, कसैलाई मन पर्दैन, तर पनि अब हेरिदिनु होला त्यति नै भन्छु, अरू त के भनेर। सो मैले त्यहाँनिरबाट धेरै जस्तो क्वेसनहरू चाहिँ सिमिलर नै रहेको छ, तर त्यहाँबाट ज्यादा क्वेसनहरू चाहिँ कभर गर्न खोजेको छु। सो धेरैभन्दा धेरै के सोधेको छ भन्दाखेरि चाहिँ तपाईँ कहाँ हुनुहुन्छ, तपाईँको एज कति हो, बिए कहिले गर्ने, यस्तै क्वेसनहरू रहेको छ। अनि त्यस्तै क्वेसन रहेको छ। अनि मैले कति क्वेसनहरू चाहिँ पिक गरेर म हजुरहरूलाई सेयर गर्नेछु, आन्सर भन्नेछु आज। अनि तपाईँहरू यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हेलो गाइज, होइन म चाहिँ सुजाता दुबईमा छु। सो हल्का युट्युब भिडियोहरू बनाएर हाल्ने गर्छु आफ्नो डे अफको दिन, बिजी अनि अफ भएको दिनहरूमा चाहिँ। त्यही हो, अरू त केही छैन। सो ढिला नरिकन लेट्स गो टु द क्वेसन फर्स्ट। सो पक्नुहोस् ल, कहाँ छ भने हाउ लङ हेभ यु बिन इन दुबई, वाट आर यर सोर्स अफ ह्याप्पिनेस। यो क्वेसन चाहिँ एकदम अलिक के भन्छ डेपमा गयो भने चाहिँ धेरै कुराहरू हुन्छ, तर सर्ट एन्सर भन्दाखेरि चाहिँ आई हेभ बिन इन दुबई लाइक सिन्स पास्ट 6 years अलरेडी म यहाँ दुबईमा भएको चाहिँ। अनि मेरो सोर्सेस अफ ह्याप्पिनेस भनेको मेरो यस्तो त पार्टिकुलर चिजहरू छैन मलाई, लाइक म खुसी मिल्ने कुराहरू, म सानसानो कुरामा पनि खुसी हुन्छु। त्यही भएर मलाई यस्तो ठुलो कुराहरू छैन क्या मेरो स्पेसिफिक, तर मलाई डान्स गर्नु मनपर्छ, बोल्नु मनपर्छ, घुम्नु मनपर्छ, मलाई खानु मनपर्छ, यस्तै छ। त्यस्तो ठुलो कुराहरू चाहिँ केही छैन, त्यही हो। अनि त्यस पछाडि रहेको छ आर यु सिङ्गल। धेरैभन्दा धेरै क्वेसन यही रहेको छ। अनि यसको आन्सर रहेको छ यस गाइज आई एम सिङ्गल, त्यही हो। अनि अर्को रहेको छ रिसेन्टली आर यु डेटिङ समवन। यस आई एम सिङ्गल पनि भने चाहिँ डिप्लोमेटिक आन्सर भयो, तर यस अभियसली आई एम डेटिङ समवन। कस्तो लाज पो लाग्दो रहेछ गाइस। अनि फ्यामिलीमा को हुनुहुन्छ भन्नुभएको छ। मेरो फ्यामिलीमा चाहिँ हामी 4जना मात्रै छौँ, मेरो मम्मी, मेरो ड्याडी, मेरो भाइ अनि म, त्यति नै छौँ, हामी 4जना छौँ। अनि अर्को क्वेसन रहेको छ डु यु हेभ बेस्ट फ्रेन्ड भन्नुभएको छ। यस अभियसली, अब किनभने चाहिँ के भन्ने यसको आन्सर म अझ भन्छु। स्कुल लाइफको बेस्ट फ्रेन्ड पनि सँगसँग, अनि कलेज लाइफको पनि छ, अनि सबैतिर छ। तर अहिलेको सिचुएसनमा चाहिँ, अहिलेको टाइममा चाहिँ बेस्ट फ्रेन्ड भन्दाखेरि पनि अब कलिगहरू ज्यादा हुन्छ। अब त्यो मनबाट के भन्छ सम्बन्ध निभाउनु पर्ने, सम्बन्ध गरेको या यताउता चाहिँ पहिला चाहिँ थियो, अहिले चाहिँ छैन। आई डोन्ट हेभ एनी बेस्ट फ्रेन्ड, नो बिग नो। अनि वेन आर यु गेटिङ म्यारिड भन्ने कुरा चाहिँ अब मैले सोचेर विचार गरेर चाहिँ हुँदैन, किनभने लगन दिनुपर्छ, हुन्छ नि, टाइम आउनुपर्छ, सर्टेन टाइम। राइट नाउ चाहिँ मेरो प्लानिङ छैन बिहे गर्नको लागि, स्टिल अझै केही गरेकै छैन मैले लाइफमा। सो मलाई फिल हुन्छ मेरो पर्सेप्सन, तर अब जुरेको छ मेरो यो अब अघि आउने सालै बिहे हुन्छ भने त मलाई थाहा हुँदैन नि त।
तर मैले यस्तो चाहिँ प्लानिङ चाहिँ छैन, तर गरेँ भने पनि लाइक 3-4 इयर्स अझै मैले टाइम लिन्छु मेरो बिहेको लागि चाहिँ। अहिले चाहिँ आई डोन्ट ह्याभ केही प्लान छैन मेरो। हेरौँ न, तपाईँलाई भनिहाल्छु नि, म अपडेट गराउँछु नि होइन र। अनि वेयर आर यु वर्किङ राइट नाउ अनि डेजिग्नेसन भन्नुभएको छ। करेन्टली आइ एम वर्किङ अन्डर सनसेट हस्पिटालिटी अनि त्यही हो, सनसेट हस्पिटालिटी अन्डर आउटलेट चाहिँ सुजाममा काम गर्छु म अहिले चाहिँ। हाल चाहिँ कति पास्ट 9 months भयो। पहिला म इटालीमा गर्थेँ, मैले छोडेको छु इटाली चाहिँ। अर्को रहेको छ हजुरको स्यालेरी कति छ? डिस्क्लोज नगर्नु राम्रो होला, खाना बस्न पुगेकै छ, मम्मी बाबाहरूलाई हेर्नु पनि पुगेकै छ, आफ्नो एक्सपिरियन्स पनि आफ्नो इच्छाहरू पनि पुरा गर्न सक्छ, त्यति नै हो। त्यस्तो धेरै चाहिँ मेरो कमाइ छैन है। मेरो के भन्छ, मेरो होइन हौ, तपाईँको हाइट कति छ? फोटोमा चाहिँ म अग्ली देख्छु, तर आइ एम सो सरी गाइस, म एकदम पुड्की छु। मेरो हाइट रहेको छ 5'2", त्यति नै हो। अनि म मोटो छु भएको छु, एकदम 59 kg पुगिसकेँ। डाइटिङ गर्छु भन्दा भन्दै म डाइटिङ स्टार्ट पनि गरेर स्टप गरिसकेँ। सबै केही भएको छैन, सबै कफ हो मेरो, केही गरेको छैन गाइस। आफ्नै पोज खोल्दैछु म आफ्नो भिडियोमा। अनि अर्को क्वेसन रहेको छ, तपाईँलाई के गर्दाखेरि चाहिँ रिस उठ्छ? मलाई के गर्दा रिस उठ्नु हो? केही गर्दा रिस उठ्दैन त म रिसाउँछु, सर्ट टेम्पर छु। मलाई चाहिँ खुलेर बोलेन भने चाहिँ रिस उठ्छ, किनभने म अलिक ओपन छु नि त। अनि मलाई मसँग बोल्दाखेरि चाहिँ खुलेर बोलोस् भन्ने लाग्छ। यस्तो यस्तो खासै उठ्दैन। डु यु स्मोक? ना, नेभर नेभर एभर नेभर, किनभने स्मोकिङ इज डेन्जरस टु हेल्थ। अनि डु यु लाइक टु, के भन्नुभएको छ बुझ्यो मैले भन्नको डु यु लभ टु डु के डु यु लभ टु गो टु क्लब भन्नुभएको छ। आजभन्दा 1-2 वर्ष अगाडि चाहिँ धेरै नै मन पर्थ्यो मलाई क्लबमा जानुको लागि। अहिले चाहिँ म धेरै नै ग्याप गरेको छु, म गएको छुइनँ। तर जानु चाहिँ राम्रो लाग्छ, डान्स गर्नु मनपर्छ नि मलाई, त्यो भाइब्समा चाहिँ बोल्नु मनपर्छ। राम्रै हुन्छ क्लबिङ गरेर चाहिँ, त्यस्तो राम्रो होइन होइन त। अनि अर्को क्वेसन रहेको छ, युट्युब, टिकटक, फेसबुक अनि इन्स्टा। गाइज यो चाहिँ अब म यस्तो धेरै के भन्छ, म टिकटकमा कन्टिन्युस यस्तो गरेको छुइनँ, किनभने यही साल मात्रै होला यस्तो धेरै कन्टिन्युसली भिडियो हालेको टिकटकमा चाहिँ। अनि युट्युबमा आइएम सो न्यू, किनभने 2 महिना पनि भएको छैन मैले युट्युब स्टार्ट गरेको। अनि फेसबुकमा त म यस्तो धेरै कन्टिन्युसै छुइनँ। सबै कुराहरू कोल्याप्स भयो भने पनि किन मलाई म पहिल्यैबाट इन्स्टाग्राम चेन्ज गर्छु। सो आई लभ टु प्रिफर इन्स्टाग्राम सिन्स पास्ट कति 2015 कि 14बाट नै मैले इन्स्टाग्राम स्टार्ट गरेको। त्यो मेरो त्यही हो अहिले मेरो स्टार्टिङबाट। सो मलाई चाहिँ इन्स्टाग्राम साह्रै राम्रो लाग्छ। मान्छे गर्न कति मान्छेहरूलाई चाहिँ मन पर्दैन, तर मलाई चाहिँ आई रियली प्रिफर इन्स्टाग्राम, त्यही हो। अनि अर्को क्वेसन रहेको छ, अर्को कुरा भन्छ, यो चाहिँ क्वेसनदेखि बाहिरको कुरा ल। मान्छेहरूलाई नि भन्नुहुन्छ नि, मान्छेहरू म चाहिँ कस्तो मलाई आफूलाई अल्टर लाग्छ क्या म आफू चाहिँ। किन भन्नु त, मान्छेहरूले भन्छ क्या मलाई यो कस्तो मनपर्छ, मलाई यस्तो मनपर्छ, मलाई यो कलर मनपर्छ, मलाई यस्तो खानेकुरा मनपर्छ। मेरो लाइक मलाई चाहिँ के लाग्छ मलाई हत्तपत्त कुनै कुराहरू मन पर्दैन, रेयरली कुराहरू मनपर्छ। मलाई के हुन्छ राम्रो लाग्छ क्या, राम्रो मात्रै लाग्छ, तर मलाई मनपर्ने भन्ने कुरा धेरै कुराहरू मलाई मन पर्दैन। राम्रो लाग्छ कुनै कलर राम्रो लाग्छ भन्ने म प्रिफर गर्छु, किनकि मलाई पहिलेदेखि अहिले होइन, तर पहिल्यैदेखि चाहिँ म सानैबाट नै हुन्छ नि मलाई मनपर्छ भन्नु भन्दा पनि मलाई राम्रो लाग्छ त, राम्रो कलर, राम्रो मनै पर्ने भन्छ कति थोरै स्पेसिफिक कुराहरूमा चाहिँ मलाई मनपर्ने चाहिँ खोइ के भएको त मेरो, म त अल्टर होला है म सायदै अरू भन्दाखेरि चाहिँ हो कि के हो लेट खाली भयो। अरू क्वेसन त सबै सेम छ हो। अनि अर्को एउटा इन्ट्रेस्टिङ क्वेसन रहेको छ, तपाईँ के भन्छ मम्मी ड्याडीमा कसलाई धेरै माया गर्नुहुन्छ भनेर।
यो क्वेसनको आन्सर भन्नुभन्दा अगाडि मेरो मम्मीले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ अभियसली सी विल से यसलाई नाटककारी भनेर होइन। सबैलाई मम्मी ड्याडीको माया बराबर लाग्छ, मलाई पनि लाग्छ, दुवैजनाको माया लाग्छ, सायद जज गर्नु सक्दिनँ, दुवैजनाको माया लाग्छ, मम्मी दुवैजनाको माया लाग्छ भनेको छु। अनि अर्को एउटा सिरियस क्वेसन रहेको छ जसले चाहिँ मलाई लाइक मुटुमा छुटेर कोही क्वेसन पनि रहेछ क्या। इफ यु वान्ट टु बी इफ यु क्यान चुज अरे क्या, चुज गर्नुपर्ने, मैले दुइटामा चुज गर्नुपर्नेमा चाहिँ कि तिमी तिमीले दुइटा कुरामा चुज गर्नुपर्ने हुन्छ। एउटा कुरा चाहिँ युट्युब, अर्को कुरा चाहिँ तिम्रो ड्रिम क्याबिन क्रू भनेर सोध्नु भएको छ कि यो चाहिँ मलाई कस्तो मेरो अब तँ भनेको मैले क्याबिन क्रू भन्ने कुरामा चाहिँ के पत्ता लाग्यो, यो कुरामा जोड्छु ल। मलाई सानैदेखि कहिले पनि लाग्दैन क्या म डक्टर हुन्छु, म पाइलट हुन्छु, म यो हुन्छु, त्यो मलाई कहिले हुन्थ्यो कि म डान्सरै हुन्छु, मलाई डान्स गर्नु मन पर्थ्यो, नभए कि मोडलिङ गर्छु होला, सायदै यस्तो हुन्थ्यो क्या। अनि अर्को कुरा चाहिँ मैले म्यागजिनमा देखेको क्लास 9 कि 10 पढ्दा मैले म्यागजिनमा देखेको थिएँ क्या क्याबिन क्रू भन्ने कुरा दिमागमा के भन्नु, विमान परिचारिका भन्ने त्यो वर्ड स्टिल आउँछ क्या मलाई। त्यस पछाडि चाहिँ मलाई कस्तो रस बुझेको थियो क्या यो कुरामा चाहिँ म हुन्छु भनेर होइन। अनि नेपालमा चाहिँ ट्राई गरिनँ मैले अनेस्टली भन्दाखेरि चाहिँ, तर दुबई आएर चाहिँ मैले कतिले ट्राई गरेँ, तर यहाँको क्राइटेरियामा चाहिँ मेरो मिट भएन। मैले सबैतिर ट्राई गरेको छु, कतार एयरवेजमा पनि मेरो बिएमआई लाइक हाइटले दिएन, किनभने म एकदम पुर्केसन त 155 सेन्टिमिटर छ, यहाँको चाहिँ 160 सेन्टिमिटर चाहिँ हुनैपर्छ। सो यो मेरो के भन्छ अधुरो हुन्छ नि त्यो टाइपको छ कि, त्यही भएर कस्तो नर्मल लाग्छ, तर नर्मल जस्तो पनि मान्दिनँ, ठिकै छ जे हुन्छ राम्रो लागि हुन्छ। सो त्यही हो साथीहरू, त्यो मेरो चाहिँ लाइक त्यो चाहिँ अब पुरा हुँदैन भन्ने सपना हो, तर पनि आइएम सो ह्याप्पी विथ माई लाइफ। यस्तो पनि होइन कि किनभने कुनै कुरालाई त्यसलाई नै के भन्छ, त्यसमा कुनै कुरा भएन भने त्यसमा दुःख मान्नु भन्दाखेरि पनि अरू कुन कुराहरू हुन्छ भनेर चाहिँ त्यसमा खोजी गर्नुपर्छ। अनि म चाहिँ त्यही गर्न थालेको छु। तर अब अहिलेको लागि चाहिँ आई विल चुज युट्युब, किनभने मसँग अप्सन छैन। आई मिन अप्सन छैन भने दुईवटा कुरामा चुज गर्नुपर्ने हो नि त, एउटा त युट्युब, एउटा त क्याबिनको त अब भएको थियो भने त अभियसली आई विल चुज द्याट वान, तर अब भएन। सो आइ एम चुजिङ दिस वान। सो यति नै थियो क्वेसनहरू, सबै रिपिटेड क्वेसन थियो, अनि त्यस्तो धेरै त छैन, त्यही थियो प्रायः चाहिँ। अनि युआर सो क्युट युआर सो क्युट भनेर कम्प्लिमेन्ट आएको थियो। अनि के थियो, अनि कसले, अनि यस्तै क्वेसन थियो, धेरै चाहिँ क्वेसनहरू थिएन। सो आजको भिडियो चाहिँ यस्तै नै रह्यो। आई होप मैले ओभरअल सबै क्वेसनहरूको चाहिँ आन्सर चाहिँ भन्ने ट्राई गरेँ, किनभने सबै सेम थियो अनि मैले कुनै चुजहरू गरेको थिएँ, त्यति नै थियो। सो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो होला कमेन्ट गर्नु होला, के कस्तो नराम्रो लागिरहेछ होला, के नराम्रो भन्दा नि कस्तो बोरिङ लागिरहेछ, तर पनि हेर्नुपर्ने हुन्छ, तपाईँले हेर्नु नै पर्छ, हेर्नु नै हुन्छ भनेर आशा गर्दै आजको चाहिँ यो सर्ट एन्ड स्विट Q&A भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। अनि अझै तपाईँलाई के क्वेसन सोध्नु छ मलाई, क्या सोध्नु छ, दुबई कसरी आउनुभयो, इधर उधर सबै कमेन्टमा लेख्नु। अनि दुबईमा जबको यताउता केही क्वेसन मसँग इन्क्वायरी गर्नु छ भने चाहिँ प्लिज नलजाइकन कमेन्ट गर्न सक्नुहुन्छ। या मेरो इन्स्टाग्राम सुजु बाइज यही नेम रहेको छ, इन्स्टाग्राममा पनि तपाईँले मलाई क्वेसन गर्नु सक्छ, म पनि भन्न सक्छु जुन मेरो एक्सपिरियन्स भएको छ। सो यही हो। त्यसो भन्दै आजको भिडियो चाहिँ म यही एन्ड गर्न चाहन्छु। अहिलेसम्म अन्त्यसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच होइन। अनि अहिलेसम्म सपोर्ट गर्नुभएकोमा, भिडियोहरूलाई हेरिदिनु भएकोमा पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु भन्दै आजको भिडियो चाहिँ मैले यही टुङ्ग गर्न चाहन्छु। बाई बाई, थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच फर वाचिङ। Please do not forget to like, comment, share and subscribe. Bye bye.